के तपाईले कहिले सोच्नु भएको छ कि कलियुगमा पृथ्वी साँच्चै ध्वस्त हुन्छ वा यो केवल डर फैलाउने कथा मात्र हो? आज हामी धर्म, विज्ञान र वर्तमान समाजको आँखाबाट यो गहिरो प्रश्नको उत्तर खोज्दैछौँ। हिन्दू दर्शन अनुसार समय 4 युगमा बाँडिएको छ। सत्ययुग, त्रेतायुग, द्वापर युग र कलियुग। कलियुगलाई अधर्म, लोभ र असत्यको युग मानिन्छ, जहाँ सत्य कमजोर हुन्छ र स्वार्थ बलियो। तर कलियुगको अर्थ केवल अन्धकार मात्र होइन, यो चेतनाको परीक्षा पनि हो। पुराणहरूमा उल्लेख छ, कलियुगको अन्त्यमा भगवान विष्णु कल्की अवतारको रूपमा प्रकट हुन्छन्। तर ग्रन्थहरूले पृथ्वी पुरै नष्ट हुने होइन, अधर्मको अन्त्य हुने कुरा बताउँछन्। यसले देखाउँछ विनाशभन्दा पहिले परिवर्तन अनिवार्य छ। वैज्ञानिकहरूका अनुसार पृथ्वी तुरुन्तै समाप्त हुँदैन, तर मानव क्रियाकलापले पृथ्वीलाई खतरातर्फ धकेलिरहेको छ। जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, न्युक्लियर युद्ध, यी सबै सम्भावित खतरा हुन्। अर्थात् पृथ्वीको भविष्य मानव कर्ममै निर्भर छ। आज संसार हेरौँ, युद्ध छ, हिंसा छ, झुटो सूचना छ। यी सबै कलियुगका लक्षण जस्तै देखिन्छन्। तर यही संसारमा मानवता, सेवा र आशा पनि बाँचेको छ। यदि हामीले प्रकृतिलाई शत्रु ठानेर व्यवहार गर्यौँ भने पृथ्वी होइन, मानव सभ्यता नै समाप्त हुनेछ। कलियुग अन्त्यको घोषणा होइन, यो चेतावनी हो। यदि हामीले सोच परिवर्तन गर्यौँ भने पृथ्वी ध्वस्त हुने छैन, किनभने युग बदलिन समय लाग्छ, तर परिवर्तन सुरु हुन्छ हामीबाट। कलियुगमा विनाश होइन, चेतनाको जागरण आवश्यक छ।